हेलो फ्रेन्ड्स, गुड मर्निङ, वेलकम ब्याक टु 52 भ्लग्स। आज धेरै दिनको बादमा फेरि म भ्लग लिएर आइरहेको छु है। मैले निकै भयो भ्लगहरू नगरेको है। अन्त अहिले फिलहालमा म अलिकति बिजी नै छु है, त्यही भएर अन्त त्यहाँदेखि अहिले चाहिँ हिजो चाहिँ म यहाँ सिक्किम आएको थिएँ है घर। अन्त हिजो चाहिँ मैले गाडीमा त अब के गर्नु होइन, त्यो त सधैँ नै गरिराख्छु नि भनेर चाहिँ मैले हिजोदेखि चाहिँ भ्लग गरिनँ। सो आज बिहान अहिले भएर चाहिँ मैले सुरु गरिरहेको छु है। म तपाईँहरूलाई देखाउनु छु मेरो घरको अगाडि पछाडि है कस्तो छ के छ, कहाँ हो मेरो घर। त्यो पहिला पनि भिडियो त मैले भ्लगहरू त पुरा हालेको छु है, तर पनि आज चाहिँ तपाईँहरूलाई म डिटेल्समा देखाउने छु। देखाउनुहोस्, टिल देन स्टे ट्युन फर मोर भिडियोज है। म सर्ट भिडियोहरू त ल्याइ नै बस्छु। फेसबुक पेज पनि छ मेरो 52 भ्लग्स है, तपाईँहरूले त्यहाँ पनि हेर्न सक्नुहुनेछ। अन्त त्यहाँ त म अपलोड त गरिबस्छु है, तर भ्लग बनाउनु चाहिँ अलिकति बिजी भएको कारणले गर्दाखेरि त्यस्तो सकेको छैन। तर पनि तपाईँले इन्जोय गरिदिनुहोस्, जसले पनि हेरिदिनुहुन्छ इन्जोय गरिदिनुहोस्, लाइक सेयर एन्ड कमेन्ट गरिदिनुहोस् है। यहाँ हुनुहुन्छ हाम्रो काकीले चाहिँ भर्खर चिया बनाउनु हुँदैछ। अहिलेको 10:30-11 बजिसकेको छ। अन्त चाहिँ यहाँ चिया, अब म यो चिया बनाइदिनु भयो, अब चिया लगेर म पापालाई दिन्छु। अन्त यहाँ चाहिँ यो कस्तै छ है। यो फुल चाहिँ राम्रो रहेछ, पर्पल कलरको रहेछ कि मजाले फुल्दो रहेछ, मजाको देख्दो रहेछ अब फुल्दाखेरि। यो चाहिँ अर्को एकजना अङ्कलको घर हो है, जो चाहिँ म खिड्कीबाट तपाईँहरूलाई देखाइरहेको छु। अन्त यहाँ हाम्रो 52 भ्लगको मेन मालिक आइपुग्नु भइसकेको छ। उहाँ चाहिँ टेकपात गरेर आइपुग्नु भएको। अन्त हेर्नुहोस्, 11 बज्न आँट्यो हो घडीमा पनि। अब म चिया दिन गइरहेको छु, अन्त अब म चिया लगाइदिन्छु। यो पापाको म बाहिर, यो चाहिँ अहिले हामी काकीकोमा छौँ है। मम चिया खानु, मम छ। यहाँ चाहिँ काकीको प्लान्ट्सहरू, काकीको यो सबै काकीहरूको। अन्त यो अलिकति हल्का यहाँ चाहिँ के हो, गुन्द्रुक हो कि सुकेको खोर्सानी चाहिँ सुकाउनु भएको रहेछ। यो फुलको कुरा गरेको मैले चाहिँ है। यो फुल हेर्नुहोस् न कस्तो दामी, मजाको देखेको यो फुल चाहिँ हो। यहाँ पनि हजुरआमाले काकीहरू भएर रोप्नु भएको। अन्त यहाँ चाहिँ छ हाम्रो घर हो, यो चाहिँ यो काकाहरूको घर। यो यहाँ हेर्नुहोस्, पापा र एकदिन चाहिँ कुद्दैछ। पापा ऊ चिया खानु जानुहोस्। यहाँ हाम्रो कान्छी बसिराख्नु भएको छ, ऊ हजुरआमाले माथिबाट चिया जानुहोस्। ऊ थ्याङ्क यू। यता यता गो, बोइज कलिङ, गो गेट इन साइड, बोइज देयर। सबैलाई फुल दिएको अरे उसले चाहिँ। गो गो द्याट साइड हो, मम इज द्याट साइड देयर। भित्र जानुहोस्। अन्त यो चाहिँ हाम्रो घर, जो चाहिँ म माथिबाट खिचिरहेको छु। अहिले म तपाईँहरूलाई भित्र पनि देखाउँछु। हजुर यो चाहिँ प्लान्ट्सहरू जो चाहिँ अहिले, हजुर 3 लाग्यो, 3 अस्ति फेब्रुअरीमा लाग्यो। कान्छीको प्लान्ट्सहरू अब बस्तीमा यस्तै हो। यहाँ हेर्नु बाख्राहरू, गरमले बाख्राहरू बसिरहेको छ गरमले। अन्त यहाँ चाहिँ अहिले घाम पुरा लागिरहेको छ। अन्त भने अहिले म बाहिर नै छु घाममा है। अन्त फेरि अहिले अब रेजिना पनि आउँदै होला, बहिनी होइन। अन्त आउँदैछ गाडीमा बसिरहेको छु भन्दै थियो। अब यता त गाडी टर्नको हुन्छ, त्यहाँबाट भरिनु पनि टाइम लाग्छ। अन्त त्यहाँदेखि सुन्दैछु। अन्त यहाँ हुनुहुन्छ हाम्रो हजुरबुवा, यहाँ माथि आमै हुनुहुन्छ। के भनिराख्नु भएको छ है माथि बसेर, कोनी के भनिरहेछ।
खै नमस्ते यसलाई फलो गरिदिनु भनिदिनु मलाई फलो गरिदिनु भन्नु के हो त्यस्तो आमामामा मेरो च्यानललाई फलो गरिदिनु भन्नु न मेरो नातिनीको च्यानललाई फलो गरिदिनु मेरो नातिको च्यानललाई चाहिँ फलो गरिदिनु सब्स्क्राइब गरिदिनु सब्स्क्राइब गरिदिनु ओके वेलकम वेलकम त्यो काकीहरूको फुल होइन त्यो धुप्पी हान्नु फुलहरू चाहिँ फुलहरू हेर्नु ममको ज्याकेट ओछ्याएर बसिरहेको भर्खर उठे नुहाएर हो त्यसो गर्नु हुँदैन मैला लाग्यो त यता आउनु चाहिँ उता जानु हुँदैन रेडी रेडी भएर चाहिँ कहाँ जान आँटेको भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले हाम्रो पुरानो घर हेर्नु गइरहेको छौँ पुरानो घर तल छ त्यहाँ हेर्नु गइरहेको छौँ अन्त म तपाईँहरूलाई अब पुरानो घरहरू अब कस्तो हुन्छ होइन त्यस्तै नै हुन्छ म तपाईँहरूलाई देखाउने छु है हजुरबालाई फोटो खिचिदिनु अरे खिचिदिएँ अन्त अब एकछिन गएर फेरि म तपाईँहरूलाई तलको भिडियो देखाउने छु चिल देन हेर्दै गर्नु जान्दै गरेको मम बाबा पनि हुनुहुन्छ हजुरबा अगाडि पार्क गएको है बहिनी आज तल पार्क छ कि पार्कमा काउ पनि छ पार्कमा खेल्नु पर्दैन भएको कारणले गर्दाखेरि पुरा तलैबाट हिँड्नु पर्थ्यो अन्त अहिले चाहिँ होइन ऊ यही त हो अहिले चाहिँ हामी हिँड्नु न तपाईँ अब म त गर्दैछु नि त यहाँ भिडियो पनि गरिदिँदैन म हिँडिहाल्छु अन्त जाँदैछु यहाँ यस्तो भिडको बाटो छ हेर्नुहोस् हजुरबा त माथि पुगिसक्नुभयो अन्त म चाहिँ हिँड्दैछु हिँड्ने बानी हराएर म पनि हिँड्दैछु यहाँ हेर्नु यस्तो बाटोमा जङ्गलको भिडमा माथि पुगिसक्नु हो काकीहरू ममहरू आउनु यो चाहिँ सुलसुले ढुङ्गा भन्थ्यो है पहिला खेल्थ्यो चाहिँ बाँसघारी यो चाहिँ अहिले हामी पुरानो घर भएको अन्त नेग्राको बाटो यो चाहिँ के हो यो चाहिँ रेडिमेड फन अन्त माथि पुग्यो यहाँ हेर्नुहोस् यस्तो छ ढुङ्गाहरू हाम्रो पुरानो घरको चाहिँ यस्तो चट्टानको ढुङ्गाहरू छ यस्तो अन्त देवलले लगाएको छ उही हो नि त अब यो काटेर यहाँ आएपछि त ढुक्क हुन्छ हजुरआमा चाहिँ चल्दै गरेको सुन्थ्यो नि हामीले मैले बाँस देखेर चाल पाएँ बाँसै बाँस सेटलमेन्ट खायो यो नुवा बाजेको टाइममा अन्डर वाटर थियो ब्याम्बो ट्रक चिप्लिनुहुन्छ है यो पत्करमा चाहिँ सबै बाँस घरेहरू यस्तो छ पक्रिनु त खिच्दिनँ
फोटो पनि खिच्छु हामी छु राम्रो थिएन अन्त यहाँ चाहिँ अब अलिकति मात्रै हो यस्तो छ ढुङ्गाहरू हेर्नु यहाँ माथि यस्तो छ यसको पछाडि चाहिँ पहिला हजुरआमाको गाईको गोठहरू थियो हो यस्तो ढुङ्गा यो चाहिँ बाँसघारी यो चाहिँ हाम्रो पुरानो घर है जो पुरानो घर यहाँ देख्नुभयो अन्त काकीले आफ्नो भावना भन्नुहुँदैछ कहाँसम्म आउँथे भनेर कलर गर्दा गर्दा हत्तु हुन्थ्यो अरे मामले मेरो हिजो फोटो खिचिदिनु हुँदैछ अन्त यो चाहिँ हाम्रो अर्को घर यो हो खै यो चाहिँ ओखरको बोट हो यहाँ माथिसँग ओखरको बोट हो ओखरहरू यहीँ हुन्थ्यो ढुङ्गा हेर्नु आमा यस्तोमा बस्थ्यौँ हामी जङ्गलकै बिचमै हुने है काकी यहाँ बस्दा त कहाँ बसेको थियो जस्तो शान्ति त थियो नि ढुङ्गा हेर्नु न यहाँ कस्तो डरलाग्दो ढुङ्गा शान्ति त कस्तो साह्रो पर्थ्यो उकालो त तल्ल रोड पनि थिएन नि कस्तो साह्रो पर्थ्यो त्यति बेला रोडहरू पनि थिएन यो चाहिँ बादमा भन्नुभएको हाम्रो पुरानो घर आइपुग्यो यही थियो हाम्रो अहिले चाहिँ कोही मान्छेलाई राखेको छौँ हामीले हो यहाँ छ भनेर यहाँ आन्टी नमस्ते आन्टी यहाँ चाहिँ हाम्रो आन्टी बस्नुहुन्छ यो हाम्रो पुरानो घरमा आइपुग्यो यहाँ आँपको रुख यो हजुरबाको कोठा थियो यहाँ हामी सुत्थ्यो यो कोठामा हामी सुत्थ्यो त्यहाँ तल काकी सुत्नुहुन्थ्यो स्याप्ले यो चाहिँ स्याप्ले सरदारी वेस्ट पान्डम भन्छ हामी जो अहिले माथि बसेको चाहिँ वेस्ट पान्डमै हो तर नाम डिफ्रेन्ट हो रालुङ हो यो चाहिँ यस्तो छ होइन अन्त यो चाहिँ कलको पानी आउँथ्यो माथि पारी पारी घरहरू थाकेर बसेको हुन्छ हुन्छ म ठिकै छु थाकेर बसेको नो डोन्ट गो देयर लुक्या मलाई खिच्नु हुँदैछ मलाई नखिच्नुहोस् मलाई भरे तपाईँको आफ्नो मान्छे नेपालबाट अबै यहाँ पो रहेछ सिक्किममा भन्नु राम्रो हुन्छ भेट्न आयो भने नेचुरल उयो छ नि त नातिलाई देखेको थियो म्याङ्गो ब्रिज पो भन्छ त ब्याम्बू ब्रिज हो यो ब्याम्बू ए काउ काउ यहाँ हेर्नु यो चाहिँ पदिना होइन पुदिना भन्छ यहाँ चाहिँ सानो उयो यहाँनिर धनियाँहरू रोप्नु भएको रहेछ कुखुराहरू rock climbing. This is called rock climbing. बुबु अरे बुबु भइरे Baby, this is rock climbing. हिँड्न न छिटो This is rock climbing. केही हुँदैन गाउँ हेर्नु जाँदा त बुबु हुन्छ नि This is rock climbing. सुन्तलाको बोट यो सुन्तला बगान थियो नि कति थियो है उयो डल्लै सुन्तला थियो आम्माम बारी बारी सुन्तला थियो नि यस्तो छ त चटानै छ माथिसम्म Rock climbing. Oh, यहाँ त टुरिस्ट सेन्टर बनाउन सक्ने रहेछ त तल गाडी राख्ने कि
टुरिस्ट सेन्टर बनाउनु नि ल हजुरबा नाम मेरो नाम गर्दै हाल्नु गइला दिइहाल्नु ल लु रेकर्ड भयो मेरो नाम लु मेरो ज्वाइँलाई दिन्छु भन्नुभएको छ है सबुत छैन सबुत मेरो ज्वाइँलाई दिन्छु भन्दैछ फेरि बिहेहरू हेर्नु न यहाँ साँच्ची नै यसमा त हिँड्छ नि तपाईँ गएपछि त फेरि ज्वाइँलाई जाने थेप्रो दिनु पऱ्यो नि हजुरबाले ज्वाइँलाई दिइहाल्नु भयो जग्गा जमिन मुखैले यो त उयो होला है मटर है बाबा यो सिमी हाई खै हाई हाई बाई बाख्रा मिनी 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 दुईटा बाख्राहरू पनि छ यहाँ पापाले सबै अन्त हामी छौँ यहाँ अन्त his farm he had some cow लुइन उता नाच्नु थालेको गाई देख्यो यो चाहिँ हो पुरानो गाईको गोठ दाना पकाएको काउ हेर्नुहोस् काउ चाहिँ गाईको गोठमा आइपुग्यो गाईको गोठ बेबी हेर्नु न काउको बेबी अरे अरे काउ के भयो This is the part, baby, with the cow and all. You saw? This is called rock climbing. डान्स गर्दै देखाइदेऊ न Baby, यस्तो त उसमा कहाँ बेबी हिर्काउँछ अहिले बेबी यस्तो त उसमा पाउँदैन नि त तिमीले सिटी सेन्टर नानी खुट्टाले हिर्काउँछ छेउमा जानु हुँदैन These are the natural things. ल अब तिम्रो अघिको नर्सरी टाइम चाहिँ यहाँ बसेर गीत गाउनु छ Old MacDonald. हजुरबासँग माया गर अरे माया 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 अरे नाच नाच पत्कर सोड्नु जानुभयो गाईलाई दिनु लागि गाईको माया लाग्यो अरे तितेपाती फलेछ यहाँ यहाँ चाहिँ अलिक सबैजना गरमले उता अझै पनि पोज नै दिइरहेको छौँ पोजमै छ यस्तो मुख हाँसेर पोजै दिइरहेको पारि घर म छुइनँ उता 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 नानी पुरा बदमास गर्दैछ यहाँ नो नो चढेको कहाँ कहाँ चढेको जाऊ 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 गो यो स्याप्ले हौ स्याप्ले कुन त नि स्याप्ले हौ स्याप्ले त्यही त स्याप्ले माथि चढेको यो चाहिँ हाम्रो एजदिनले पानी खोलिदियो सबै सिन्टेक्सको हेर्नु है अन्त यसो टकटक
नानीले भन्नु भइहाल्छ यो खोल्दिनु त्यो नानीले झुरी बिचेको जाने उसलाई चाहिँ अलिकति पानी पनि मन कहाँ छ चिसो यहाँ भयो त नि अलिअलि त छ है गयो यहाँ कोत्रे जान्ने मान्छे आएर पो भन्नु इट्स ओके खोल्नु अब उता कस्तो छ त उता पिक इट अप के गर्नु पिक इट अप त नसक्ने नहो त यता हेर ल छिटो छिटो अहिले आयो क्या थाक्यौँ हो हामी चाहिँ फर्क्यौँ हो अन्त मम पापाहरू चाहिँ है ऊ माथिबाट आउनुहुँदैछ ओके आजको भिडियोलाई म यहीँ अन्त गर्न गइरहेको छु हो गरम पनि बेसी छ बोल्नु पनि साह्रै पिर पर्यो अन्त मै यस्तो रातो रातो भइसक्यो कालो मान्छे गरमले यस दिन त अझै पनि ढुङ्गामा खेल्दैछ मम पापाहरू माथि आउनु हुँदैछ माथि हुनुहुन्छ यस्तै छ गाउँ ओके हुन्छ बाई टेक केयर किप अन वाचिङ आवर भिडियोज अझै अरू भिडियोहरू हेर्दै गर्नुहोस् लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् टिल देन स्टे ट्युन बाई बाई टेक केयर